स्टुडेन्ट्स सो सबैजनालाई मैले एक दुईवटा म्याप गराइदिन्छु भनेको थिएँ होइन। सो त्यो म्याप हामी अलिकति रिभाइज गर्नुपर्छ ल। रिभाइज मतलब एक दुईवटा पहिला पनि गराएको हो, अस्ति मैले कतिवटा गराएको थियो, आज कतिवटा गराउँछु ल। सो लेट्स सी। सो फर्स्ट जो छ तिम्रो ट्रान्सपोर्टवाला छ ल। सो ट्रान्सपोर्टवालामा चाहिँ के हुन्छ, यहाँ हेर, यो चाहिँ ट्रान्सपोर्टवाला होइन, ट्रान्सपोर्ट एन्ड कम्युनिकेसन। यसमा सबभन्दा पहिला के गर्नु, यहाँ जो देख्दैछौ नि दिल्ली, मुम्बई, कोलकाता एन्ड चेन्नई, यो वाला पहिला उयो गर हो। त्यहाँबाट के हुन्छ, यो यसरी यहाँ जान्छ हो, त्यहाँबाट यो यस्तो, त्यहाँबाट यो यस्तो, त्यहाँबाट यो यस्तो। सो यो जो चारैतिरले यस्तो रोड यहाँ तिमीले देख्दैछौ, यसलाई चाहिँ भन्छ गोल्डन क्वाड्रिलेटरल। ओके, याद राख्नु गोल्डन क्वाड्रिलेटरल। त्यसको पश्चात जसले तिमी यो दिल्ली सिटी, मुम्बई, त्यहाँबाट कोलकाता, त्यहाँबाट चेन्नई, यो तीनटालाई जसले पोइन्ट आउट गर्छ, त्यति बेलै तिम्रो विभिन्न किसिमको चिजहरू यहाँ सर्ट आउट भइहाल्छ। फर इक्जाम्पल तिमीले यहाँ डाइरेक्ट नाम सोध्नु सक्छ, दिल्ली कहाँ छ भनेर सिधै बताउन सक्छौ, मुम्बई कहाँ छ भनेर बताउन सक्छ हैन, कोलकाता कहाँ छ भनेर बताउन सक्छ, चेन्नई कहाँ छ भनेर बताउन सक्छ। यो भयो एउटा। अर्को छ दिल्लीमा अभियसली एयरपोर्ट छ हैन। सो त्यो दिल्लीको एयरपोर्टलाई भन्छ इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट। ओके, सो दिल्लीको एयरपोर्टको नाम चाहिँ हो हाम्रो इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट। सो यो भइहाल्यो हैन। सो दिल्ली नै आरामले देखाउन सक्छौ। त्यहाँबाट कोलकातामा चाहिँ के छ हाम्रो, कोलकाता चिन्यो भने त्यहाँबाट कोलकाताको जो एयरपोर्ट छ त्यसलाई भन्छ नेताजी सुभाष चन्द्र बोस। ओके, बङ्गालमा होइन, सुभाष चन्द्र बोसलाई धेरै हामी मान्छौँ। सो सुभाष चन्द्र बोस। ओके, नाउ नेक्स्ट तिम्रो के छ, अनि कोलकातामा जहिले तिमी एयरपोर्ट पढ्छौ त्यति बेला कोलकाता पोर्ट पनि छ कोलकातामा। त्यहाँबाट कोलकाताको अलिकति मुनि पनि हल्दिया पोर्ट छ। ओके, सो दुइटै तिमीले पढ्नु सक्छौ। यानि कि यसमा के छ, तिमीले एयरपोर्ट पनि पढ्नु सक्दैछौ, एयरपोर्ट पनि पढ्नु सक्दैछौ, त्यहाँबाट अर्को के पढ्नु सक्दैछौ, पोर्टहरू पनि यहीँबाट तिमीले पढ्नु सक्दैछौ। ओके, त्यसको बादमा चेन्नईमा हेर, चेन्नईको जो इन्टरनेसनल एयरपोर्ट छ त्यसलाई भन्छ मेनाम्बाक्कम इन्टरनेसनल एयरपोर्ट। ओके, त्यस्तै प्रकारले यहाँ चेन्नई एयरपोर्ट पनि छ। सो चेन्नई तिमीलाई थाहा छ भने तिमीले यो सब आइडेन्टिफाई गर्नु आरामले सकिहाल्छौ। ओके, सो नेक्स्ट छ मुम्बई हैन, मुम्बई एयरपोर्ट भनेर तिमीले भन्नु सक्छौ, या फिर मुम्बई एयरपोर्ट भनेर भन्न सक्छौ, या फिर तिमीले तिम्रो त्यो मुम्बई एयरपोर्टको जो नाम छ त्यो चाहिँ एक्चुअलीमा के छ, सहर जो पहिला हामीले भन्थ्यो, तर अहिले चाहिँ एक्चुअल नाम छ छत्रपति शिवाजी एयरपोर्ट। याद राख्नु, मुम्बई महाराष्ट्रमा चाहिँ छत्रपति शिवाजीलाई भगवान जस्तो मान्छ हैन। सो त्यही भएर त्यहाँको एयरपोर्टको नाम चाहिँ अहिले छत्रपति शिवाजी एयरपोर्ट छ, या फिर पहिला चाहिँ यसलाई सहर एयरपोर्ट भनेर पनि भन्थ्यो। ओके, सो त्यस्तै प्रकारले मुम्बई, किनकि यसमा अरेबियन सीको एक्सेस छ, त्यही भएर यहाँ पोर्ट पनि हुन्छ हैन। सो यहाँ मुम्बई पोर्ट पनि छ। ओके, नाउ नेक्स्ट छ मुम्बई पोर्ट, त्यहाँबाट अझै एउटा छ जवाहरलाल नेहरू पोर्ट। ओके, यहाँ हेर जवाहरलाल नेहरू पोर्ट, जसलाई JNPT पनि भन्छ, नवा सेवा पनि भन्छ। ओके, के भने मैले मुम्बईमा के छ, मुम्बई पोर्ट छ, जवाहरलाल नेहरू पोर्ट छ, त्यहाँबाट सहर छत्रपति शिवाजी एयरपोर्ट छ। ओके, सिम्पल छ। त्यहाँबाट यो चाहिँ हाम्रो एकदम हाइटेक एउटा पोर्ट हो। सो क्वेसन यसरी पनि आउन सक्छ कि एउटा हाइटेक एयरपोर्टको नाम बताऊ। सो तिमीले भन्न सक्छौ त्यति बेला सहर एयरपोर्ट भनेर तिमीले यसलाई भन्नु सक्छौ। ओके, सो म यहाँ अलिकति गेजिङ भयो, यसलाई अलिकति मेटाइदिएँ। त्यहाँबाट यहाँ हेर गोवामा एउटा एयरपोर्ट छ, गोवामा एउटा पोर्ट छ, पोर्ट। ओके, के छ यो, मुर्मुगाउँ पोर्ट। त्यहाँबाट यहाँ कोचीमा हेर, कोची यहाँ छ हैन, केरलामा छ कोची पोर्ट। त्यहाँबाट यहाँ हेर म्याङ्गलोर पोर्ट। ओके, सो योहरू तिमीले याद राख्नु। के भने यहाँ छ तिम्रो मुर्मुगाउँ पोर्ट, यहाँ छ तिम्रो म्याङ्गलोर पोर्ट, यहाँ छ कोची पोर्ट। ओके, सो अरू पोर्टहरू त तिमीले पढिहाल्यो। त्यहाँबाट हल्दिया एन्ड एयरपोर्ट। ओके, नाउ यसमा मेन तिमीले के देख्यौ अहिलेसम्म सो अहिलेसम्म तिमीले मेन देख्यौ कि यहाँ गोल्डन क्वाड्रिलेटरको बारेमा पढ्यौ। त्यहाँबाट 4टा सिटीलाई तिमीले एड गर्यौ, 4टा सिटीमा एड गर्नुको बादमा तिमीले के पढ्यौ, पोर्टहरूको विषयमा पढ्यौ। ओके, यहाँ एउटा पोर्ट तिमीले मैले बिर्सेको छु, यो चाहिँ यहाँ हैन मुखमा एउटा बाघको मुख जस्तो छ नि, यहाँ यो वालामा छ दीनदयाल पोर्ट। ओके, गुजरातमा छ दीनदयाल पोर्ट।
यसलाई हामीले कण्डाला पनि भन्छ। ओके, सो यो पोर्टहरू यो सब पढ्यो भने चाहिँ सायद मेरो विचारले यहाँबाट कुनै न कुनै एउटा आउँछ। ओके, नेक्स्ट। ओके, अब नेक्स्ट के छ, अब नेक्स्ट हेरौँ। ओके, नेक्स्ट हेर्दाखेरि तिमीले यहाँ देख्छौ इन्डस्ट्रीको बारेमा हैन। इन्डस्ट्री बहुत इम्पोर्टेन्ट हो। सो इन्डियामा डिफ्रेन्ट इन्डस्ट्री छ, जस्तो पेट्रोकेमिकल, कटन, आइटी, अटोमोबाइल हैन, आइरन स्टिल जो कि इम्पोर्टेन्ट छ। सो लेट्स स्टार्ट हैन। सो यो जो पुरा इलाका छ नि, यो पुरा इलाका यसलाई हामीले छोटा नागपुर भने पनि, छोटा नागपुर प्लेट जस्तो पनि भन्न सक्छ। यो हाम्रो एउटा इन्डस्ट्रियल बेल्ट हो ल, इन्डस्ट्रियल बेल्ट हो। सो तिमीलाई अगर इन्डस्ट्रियल बेल्ट सोध्यो भने सिधा यहाँ तिमीले यो वाला स्टेटमा यसरी देखाएर छोटा नागपुर लाई पनि भन्नु सक्छौ, या फिर सिधै तिम्रो यसरी इन्डस्ट्रियल बेल्ट पनि भन्नु सक्छ। ओके, अंक सिम्पल अगर नाम सोध्यो भने सपोज यो छ यहाँ दुर्गापुर हैन, यहाँ छ बोकारो। दुर्गापुर चाहिँ तिम्रो वेस्ट बेङ्गलमा छ, दुर्गापुर स्टिल हैन, दुर्गापुर रड पाउँछ। त्यहाँबाट यहाँ बोकारो हैन, जो कि तिम्रो झारखण्डमा छ। यहाँ त्यहाँबाट जमशेदपुर हैन, त्यहाँबाट यहाँ राउरकेला जो हाम्रो उडिसामा छ। सो वेस्ट बेङ्गलमा दुर्गापुर, झारखण्डमा बोकारो एन्ड जमशेदपुर, अनि यो उडासैमा राउरकेला। यो चाहिँ फेमस हो आइरन एन्ड स्टिलको लागि। सिधै नाम पनि सोध्नु सक्छ, या फिर आइरन एन्ड स्टिलको एउटा एरिया बताउ पनि सोध्नु सक्छ, या फिर इन्डस्ट्रियल बेल्ट कुन चाहिँ हो भनेर पनि सोध्नु सक्छ। ओके, नेक्स्ट छ हाम्रो यो चेन्नई। ओके, चेन्नईमा चाहिँ अटोमोबाइल हैन, अटोमोबाइल मतलब गाडीवाडी। ओके, यसको एरिया छ, इन्डस्ट्री छ। त्यहाँबाट बेङ्गलोर एकदम फेमस बेङ्गलोर हैन। बेङ्गलोरमा के हुन्छ, बेङ्गलोरमा चाहिँ हाम्रो आइटी को इन्डस्ट्रीहरू बेसी छ। ओके, आइटी को इन्डस्ट्री अनि आइटी हब पनि भनिन्छौँ। ओके, बेङ्गलोरलाई। त्यहाँबाट हाम्रो नेक्स्ट छ अब कटनपट्टि जाउँ। ओके, अहिलेसम्म हामीले के पढ्यो, आइरन स्टिल अनि अटोमोबाइल, त्यहाँबाट आइटी, यो जो युनिक छ तीनटा हामीले पढिहाल्यो। त्यहाँबाट हेर कटन कहाँ छ, अगर तिमीले मैले तिमीहरूलाई भनेको थियो यता नर्थ लेख्नु, यता के लेख्नु, तिम्रो इस्ट लेख्नु, यता के लेख्नु, वेस्ट लेख्नु, अनि यता साउथ लेख्नु हैन। क्वेसन जसरी पनि आउन सक्छ। जस्तो तिमीलाई भने अरे कि साउथपट्टिको कटन इन्डस्ट्रीलाई मार्क गर, तिमीले यस्तो सोध्न सक्छ, सिधा नाम नसोधेर। त्यति बेला के गर्छौ, तिमीले यो एरियामा यसरी कटन भनेर लेखिदिन्छौ, जो कि कोइम्बटोर भनिन्छ यसलाई। ओके, कोइम्बटोर भनिन्छ ल, जो कि तिम्रो यो स्टेट कुन चाहिँ हो, तमिलनाडु हैन, तमिलनाडु हो, यताको केरला हो। अस्ति मैले जो आएको थियो तिनीहरूलाई बताएको थियो ल। नेक्स्ट छ यो एउटा कटन भयो हैन। सो यहाँ छ यी वेस्टमा के छ, मुम्बईमा पनि कटनमा राम्रो इन्डस्ट्री छ। त्यहाँबाट अहमदाबाद, यहाँ छ यो अहमदाबाद गुजरातमा, यहाँ पनि कटन छ। ओके, सो यसरी तिमीलाई डाइरेक्सनहरू दिएर पनि यो जग्गाको यो वाला इन्डस्ट्री बताऊ पनि भन्नु सक्छ। ओके, नाउ युनिक यो छ जामनगर, जहाँ छ पेट्रोकेमिकल इन्डस्ट्री। ओके, जामनगर तिम्रो गुजरातमा छ, पेट्रोकेमिकल इन्डस्ट्री। ओके, सो यो इम्पोर्टेन्ट इन्डस्ट्रिजहरू छ, यसलाई अलिकति हेर्नुपर्छ ल। सो अब नेक्स्ट के छ, नेक्स्ट हामी आम क्रपमा। ओके, यहाँ के छ, क्रपमा आइहालौँ। क्रपमा के छ, क्रपमा तिम्रो हेर, क्रपमा डिफ्रेन्ट हैन, विट, कटन, कफी, टी हैन, यो सब इन्डस्ट्रीहरू हुन्छ। सो पन्जाब अनि हरियाणामा के हुन्छ, म्याक्सिमम उयोहरू हुन्छ, गेहुँको खेती हुन्छ, वेटको खेती हुन्छ हैन। पन्जाब एन्ड हरियाणामा, यो तिम्रो पन्जाब हो हैन, यो तिम्रो हरियाणा हो। सो यो दुईटामा चाहिँ तिम्रो गेहुँहरूको खेती पनि हुन्छ ल। सो यहाँ छ गुजरात हैन, गुजरातमा के छ, कटन, अघि मैले भनिहालेँ। महाराष्ट्रमा पनि कटन छ। ओके, सो महाराष्ट्र अनि गुजरातमा सुखा जग्गा छ, यसमा चाहिँ छ गुजरातहरूको कटनहरूको उयो छ ल। त्यहाँबाट के छ, कफी कहाँ छ, हाम्रो कर्नाटक, अलिअलि तमिलनाडुको हिस्सा पनि छ, अलिअलि केरलाको हिस्सा पनि छ। ओके, सो यहाँ कफी हुन्छ ल। सो नेक्स्ट के छ, टी। हेर तिमीलाई अगर भनिदियो भने जस्तो हाम्रो यता के छ, यता तिम्रो इस्ट छ हैन, यता नर्थ छ, यता साउथ, यता वेस्ट। तिमीलाई सोध्यो अरे कि साउथपट्टिको टी इन्डस्ट्रीलाई पोइन्ट आउट गर भने नि तिमीले यहाँ गर्नुपर्छ ल, 20तिर ल। सो के छ, केरला एन्ड तमिलनाडुको अलिकति हिस्सामा हाम्रो टी हुन्छ। ओके, कफी पनि हुन्छ यहाँ, अलिकति यहाँ टी पनि हुन्छ। अनि टी इन्डस्ट्री त तिमीलाई इस्टमा हैन
बगानै बगान हामी त्यहाँ देख्छौँ हैन। सो यो असम, दार्जिलिङ हैन, यहाँ मैले अलिकति मिस्टेक गरेछु दार्जिलिङ लेख्नुमा। सो यो एरियामा पुरा हाम्रो टी स्टेटहरू छ। त्यहाँबाट वेस्ट बेङ्गलको पुरा धानको खेतीहरू बेसी हुन्छ हैन। धानको खेती यानि राइसको खेतीहरू हुन्छ वेस्ट बेङ्गल र ओडिसामा। सो यो चिजहरू याद राख्नु। त्यहाँबाट अगर कुनै यस्तो आयो सेन्ट्रलमा बताऊ, सेन्ट्रलमा पोइन्ट आउट गर कि के हुन्छ। सो अगर आएन भने चाहिँ बाई चान्स यसरी दिएर जुन पनि इन्डस्ट्री सोध्छ सेन्ट्रल एरियातिर दागीहरू लगाएर तिमी भन्नु सक्छौ। ओके, मार्क्स उनीहरू दिनु पर्छ ल। सो यसरी यो इन्डस्ट्रीहरू गर्नु। सो अब हामी आयो कहाँ, पपुलेसनमा। ओके, पपुलेसनमा हेर, पपुलेसनमा कहीँ हाई हुन्छ कहीँ डेन्स हुन्छ हैन। सो हाई डेन्स पपुलेसन कहाँ हुन्छ हमेसा, जहाँ तिम्रो नर्दर्न प्लेन हुन्छ नि, जहाँ चाहिँ तिम्रो के छ, जहाँ चाहिँ तिम्रो खेतीको लागि उपयुक्त जग्गाहरू छ, नदीको डेल्टाजहरू छ हैन, गङ्गाको डेल्टाहरूले बनाएको छ, हाइली फर्टाइल एरिया छ, त्यसमा चाहिँ हमेसा के हुन्छ, हाइली डेन्स हुन्छ। ओके, सो यो डेन्स एरिया हो। त्यहाँबाट कम्ती मान्छे बस्ने एरिया चाहिँ कुन चाहिँ हो, यो हिमालय रिजनहरू हैन। यहाँ जो साइडमा हिमालयजको रिजनहरू छ, यो जो हिमालय छ जम्मू काश्मीर लद्दाख हैन, लो डेन्स पपुलेसनहरू हुन्छ हिमालय रिजनमा ल। त्यहाँबाट के छ, थार डिजर्ट। यो थार डिजर्ट भनेर तिमीलाई सबैलाई थाहा छ, यो के छ, स्पेर्सली पपुलेटेड, मतलब बहुत ही कम्ती मान्छेहरू यहाँ बस्ने एकान्त फाका भएको पपुलेसन कहाँ छ भन्दाखेरि थार डिजर्ट या फिर हिमालय रिजन पनि बन्न सक्छ, लोली डेन्स हैन। सो यो छ, यहाँ छ तिम्रो दिल्ली हैन, यसलाई के भन्छ तिमीले, अर्बन रिजन। अघि मैले दिल्ली बताएको थिएँ, अर्बन रिजन यी। यहाँ तिम्रो मुम्बई हैन, त्यस्तै कोलकाता दिन सक्छौ, चेन्नई पनि दिन सक्छौ, त्यस्तो सोध्नु सक्छ। सो तिमीले त्यो सब के अरे सिटिजहरू यादहरू राख्यो भने धेरै कुरो तिमीलाई आइहाल्छ। अर्बन भनेको के हो, जहाँ एकदम डेभलप्ड सिटिजहरू छ त्यसलाई अर्बन भन्छ। सो यहाँ हेर, केरला मैले कोस्टल पपुलेसन दिएको छु। कोस्टल पपुलेसन सोध्यो भने तिमीले यता दिन सक्छौ, यतातिर पनि दिनु सक्छौ, यतातिर बेस्ट हुन्छ हैन। सो सेन्ट्रल इन्डियामा के छ, रुरल रिजनहरू, सेन्ट्रल इन्डियामा रुरल रिजनहरू छ। यो तिमीलाई सोध्नु सक्छ कि रुरल रिजनलाई पोइन्ट आउट गर भनेर हैन। सो छोटा नागपुर के छ, इन्डस्ट्रियल बेल्ट छ, अघि नै मैले बताइसकेँ इन्डस्ट्रियल बेल्ट हो भनेर। सो ओके, त्यहाँबाट नर्थ इस्ट एरिया, यो चाहिँ पुरा नर्थ इस्ट एरिया छ कि छैन हाम्रो, मिजोरम, मेघालय, असम, त्रिपुरा, यो सब जो एरिया छ हाम्रो के भन्छ यसलाई, ट्राइबल पपुलेसन भन्छ। याद राख्नु, नर्थ इस्टमा के छ, ट्राइबल पपुलेसन छ। सो यसरी तिमीले पपुलेसनहरूले गर्नु सक्छ। ओके, सो जसले अस्ति गरेको थिएन तिनीहरूले यो भिडियो हेर्दा हुन्छ, अनि अरूले स्किप गर्दा पनि हुन्छ जो अस्ति आएको थियो। ओके, यो चाहिँ के हो, हाम्रो फिजिकल फिचर हो। ओके, फिजिकल फिचर। सो फिजिकल फिचरमा के छ, यो जो पुरा इलाका छ नि हाम्रो हिमालयवाला इलाका हो। ओके, सो यो वाला पुरा इलाका के हो, हाम्रो नर्दर्न प्लेन हो। ओके, नर्दर्न प्लेन चाहिँ पुरा के हुन्छ, फर्टाइल हुन्छ। त्यहाँबाट यो वाला एक पल के हो, छोटा नागपुर हो भनिहालेँ। त्यहाँबाट यहाँ के छ, हाम्रो विद्या रेन्ज छ, यहाँ सतपुरा रेन्ज छ। सो यो वाला इलाका के भन्छ, डेक्कन प्लाटो। त्यहाँबाट अस्ति मैले भनेको थिएँ यता नर्थ लेखा, यता इस्ट, वेस्ट अनि साउथ लेखा भनेको थियो। सो यता के छ, हाम्रो अरबियन सी छ, यता के छ, बे अफ बेङ्गल छ, यता मुनिपट्टि के छ, इन्डियन ओसन छ। सो यो वाला भागलाई के भन्छ, वेस्टर्न घाट। ओके, वेस्टर्न हाम्रो घाटहरू छ। त्यहाँबाट यहाँ के छ, कोस्टल प्लेन पनि छ, वेस्टर्न कोस्टल प्लेन छ। त्यस्तै यतापट्टि के हुन्छ, इस्टर्न कोस्टल प्लेन र यो वेस्टर्न घाट यसरी यहाँ छ। ओके, सो यो हाम्रो हेरिहाल्नु। त्यहाँबाट यहाँ जो छ यहाँ हैन, यो तिम्रो राजस्थानको इलाकामा थार डेजर्टहरू छ कि छैन। यो थार डेजर्ट सकिनु बित्तिकै थार डेजर्ट मतलब थार डेजर्टलाई रोक्नुको लागि चाहिँ यहाँ फेरि के छ, अरावली हिल्स छ। ओके, सो मैले यहाँ के भने हिमालय रिजन बताएँ, नर्दर्न प्लेन बताएँ, छोटा नागपुरवाला प्लेटू बताएँ, छोटा नागपुर प्लेटू याद राख्नु। त्यहाँबाट के बतायो, विद्या रेन्ज, त्यहाँबाट सतपुरा रेन्ज हैन, डेक्कन प्लेटो, वेस्टर्न घाट, इस्टर्न सरी यहाँ इस्टर्न हुन्छ ल, इस्टर्न घाट, इस्टर्न तिम्रो प्लेन कोस्टल, त्यहाँबाट कोस्टल वेस्टर्नको यहाँ पनि वेस्टर्न घाट र वेस्टर्न को कोस्टल प्लेनहरू मैले यहाँ फिजिकल उयो फिचरमा देखाएको छु। ओके, सो यो याद राख्नु। ओके, रिभर हेर, रिभर सिम्पली यहाँबाट तिम्रो निक्लिँदैछ एउटा गङ्गा हो, गङ्गाजी निक्लिँदैछ हैन, यहाँबाट
टक्क यहाँबाट यस्तो यस्तो निक्लेर यहाँ गङ्गा निक्लिँदैछ, यहीँ साइडबाट यमुना निक्लिँदैछ। सो गङ्गा एन्ड यमुना। ओके, त्यहाँबाट यहाँबाट यस्तो आएर यहाँ अलिकति वेस्ट बेङ्गलबाट पार भएर यसलाई चाहिँ भन्छ हाम्रो ब्रह्मपुत्र। ओके, सो यहाँ सो यो भयो हैन। सो यो चाहिँ सबै के छ, यो चाहिँ तिम्रो हिमालयबाट निक्लेको, गङ्गोत्रीबाट निक्लेको हैन, हिमालय बर्फले निक्लेको यो नदीहरू हो, इम्पोर्टेन्ट नदीहरू। ओके, सो त्यहाँबाट माथिपट्टि चाहिँ के छ, माथिपट्टि चाहिँ एकदम फेमस नदीहरू छ, इन्डस, चेनाब, बायस अनि सतलज। ओके, याद राख्नु यो इन्डस हैन, लद्दाख कश्मीरपट्टि यसरी जाँदैछ, त्यहाँबाट पाकिस्तानमा पुग्छ, यो म्याक्सिमम हिस्सा पाकिस्तानमा छ। त्यहाँबाट हाम्रो यो चेनाब नदी छ, हेर चेनाब नदी, बायस नदी, सतलज नदी हैन। सो यो सब छ। ओके, सो कुनै पनि यो इन्डस, चेनाब, बायस, सतलज यस्तो सोध्नु सक्छ। ओके, सो यो इम्पोर्टेन्ट हिस्सा चाहिँ यो यस्तो। ओके, इम्पोर्टेन्ट हिस्सा यो माथिको हिस्सामा यति नदीहरू छ। त्यहाँबाट यहाँ एउटा एक्स्ट्रा नदी छ जो उडिसाको कोस्टल एरियाबाट तिम्रो बे अफ बेङ्गलमा झर्दैछ। हेर बे अफ बेङ्गलमा झर्दैछ। कुन चाहिँ नदी हो, यो महानदी हो। ओके, यसरी झर्दैछ यी महानदी, पिछला बार आएको थियो ल। त्यहाँबाट हेर मुनिपट्टि, अब मुनिपट्टिको नदी पढौँ ल। यो साउथपट्टिको नदी हेर के छ, यसलाई मैले सिम्पली उयो गरेको थियो याद राख्नु लागि, NTGKK हैन। एनबाट के नम्रता, टीबाट ताप्ती, जीबाट गोदावरी, केबाट कृष्णा, केबाट कावेरी। ओके न। सो पहिला के छ हाम्रो यहाँ नर्मदा छ। ओके, त्यहाँबाट के छ हाम्रो यो ताप्ती छ, त्यहाँबाट के छ यहाँ गोदावरी यसरी झर्दैछ, त्यहाँबाट के छ यहाँ कृष्ण छ, त्यहाँबाट यहाँ लास्टमा के छ कावेरी छ। सो यसरी तिमीले यो रिभरहरू डिभाइड गरेर यसरी बताउन सक्छौ ल। सो अब के छ हाम्रो अब मैले अर्को यहाँ गर्दैछु रिभर बडीहरू हेर, रिभर बडी ल। रिभर बडी, यो रिभर बडी रिभर अरे वाटर बडी। ओके, वाटर बडीमा डिफ्रेन्ट लेक्सहरू आउँछ। ओके, फर्स्टमा बताउँछु यो जो तिमीले देखाउँदैछौ होइन श्रीलङ्का, यहाँ मुनिपट्टि श्रीलङ्का देख्दैछौ, यो इन्डिया र श्रीलङ्काको बिचमा नि एउटा ग्याप छ, यो ग्यापलाई भन्छ गल्फ अफ मन्नार। ओके, हौ त्यस्तै प्रकारले यहाँ मुख देख्दैछौ, यहाँ मुखमा आ छ होइन, यो फाँका जग्गालाई भन्छ गल्फ अफ कच। गल्फ भनेको चाहिँ खाडी। ओके, यो वाला हिस्सा जो पुरा देख्दैछ यो हो अरेबियन सी, यो वाला हिस्सालाई तिमीले भन्छौ बे अफ बेङ्गल। ओके, त्यहाँबाट यहाँ जो मुनिपट्टि, यसको मुनिपट्टि हैन, यो इन्डियाको मुनिपट्टि हाम्रो के छ इन्डियन ओसियन छ। ओके, यो छ हाम्रो वाटर बडीले हाम्रो घेरिएको। अब भित्रपट्टि के लेक छ, माथिबाट सुरु गर जम्मू कश्मीरमा के छ डल लेक छ, त्यहाँबाट यो हाम्रो उत्तराखण्डमा के छ नैनीताल छ। ओके, त्यहाँबाट यहाँ हाम्रो के छ लोकतक लेक छ। ओके, त्यसको बादमा यहाँ हाम्रो उडिसामा के छ चिल्का लेक छ, हेर उडिसामा चिल्का लेक। त्यहाँबाट हाम्रो यहाँ आन्ध्र प्रदेशमा के छ, आन्ध्र प्रदेशमा दुईटा छ, एउटा छ कोलेरु लेक अनि एउटा पुलिकट लेक छ। ओके, याद राख्नु यो। त्यहाँबाट हाम्रो यो महाराष्ट्रमा के छ लोनार लेक छ। ओके, सो मैले अहिले के बतायो, डल लेक, नैनीताल, लोकटक, त्यहाँबाट यो चिल्का। ओके, यो माथिबाट याद राख्नु। अब नैनीताल हैन, नैनीताल कति सुनेको, डल लेक कश्मीरमा कति सुनेको, लोकटक लेक चाहिँ अहिले तिमीले सुनेको होला, चिल्का लेक पनि सुनेको छौ उडिसामा छ। त्यहाँबाट यो कोलेराला पुलिकट कहाँ छ आन्ध्र प्रदेशमा छ। यो दुईटा युनिक छ हैन, कोलेरा अनि पुलिकेट युनिक छ। त्यहाँबाट यहाँ चाहिँ केरलामा चाहिँ भेमाबर्त अनि अश्वमुद्दी लेक। ओके, यो दुईटा लेक चाहिँ हाम्रो केरलामा छ, यो चाहिँ याद राख्नु ल, यो इम्पोर्टेन्ट छ। त्यहाँबाट लोनार लेक। ओके, सो यति याद राख्नु। त्यहाँबाट अन्डमान निकोबार त थाहै छ आइल्यान्ड अनि लक्षद्वीप पनि तिमीलाई थाहै छ। ओके, सो यो चिजहरू तिमीले याद राख्नुपर्छ। अब हेर सोइल, सोइलमा हेर के छ, सोइलमा तिम्रो डिजर्ट सोइल हो हैन, यो डिजर्ट सोइल हो, यो सबैलाई थाहा छ। हेड सोइल तिम्रो राजस्थानमा पाउँछ। यहाँ एलुवाइल सोइल छ ल, एलुवाइल नर्दर्न प्लेनमा एलुवाइल सोइल छ। एलुवाइल सोइल पुरा फर्टाइलर हुन्छ। यहाँ ब्ल्याक सोइल, यो पुरा जो एरिया छ हाम्रो के छ ब्ल्याक सोइल छ। यहाँ तिम्रो रेड सोइल छ। यहाँ डेल्टा एलुवाइल सोइल छ। यहाँ सानो बढी लेटरल छ। त्यहाँबाट यो वाला एरिया पनि इम्पोर्टेन्ट छ र यो वाला एरिया चाहिँ के छ मिक्स्ड रेड ब्ल्याक एरियाहरू छ। ओके, सो यसरी तिमीहरू याद राख्न सक्छौ ल।
ओके क्लाइमेट हेर लद्दाखमा के छ लो रेनफल छ हैन। अब यो डिजर्ट एरिया हो, यहाँ पनि लो रेनफल। राजस्थान हैन ड्राई रिजन ओके हैन। त्यहाँबाट यता तिम्रो तिम्रो अरू के छ भन्दाखेरि हाई रेनफल, यहाँ नर्थ इस्टमा हाई रेनफल ओके। नाउ यो जो कोस्टल एरिया छ नि वेस्टर्न घाट, यसमा के छ हाई रेनफल हुन्छ ओके। सो अहिलेले के बताए लो रिजन र हाई रिजन, हाई रेनफल रिकर्ड गर्ने रिजनहरू बताए ओके। त्यसको बादमा म के बताउँदैछु यो वाला हैन, यो वाला जो एरो देख्दैछौ नि यो चाहिँ मनसुन एर्बियन सीको ब्रान्च हो। यस्तो छ रास्ता, मनसुन चाहिँ यस्तो रास्ताले तिम्रो अर्बियन सीबाट आउँछ। त्यस्तै प्रकारले यस्तो पाराले के आउँछ, यस्तो पाराले बे अफ बेङ्गलबाट तिम्रो मनसुन पाथ आउँछ ओके। बे अफ बेङ्गलको मनसुन पाथ अनि अर्बियन सीको उयो पाथ मनसुन पाथ ओके। त्यस्तै यो उडिसा आन्ध्र प्रदेशको जो कोस्टल एरिया छ यसलाई साइक्लोन प्रोन कोस्ट भन्छौँ ओके। त्यस्तै प्रकारले तमिलनाडुमा एउटा युनिक चिज छ, यहाँ विन्टर रेनफल रिजन हुन्छ ओके। सो यो चिजहरू याद राख्नु, लो हाई त्यहाँबाट कताबाट मनसुनहरू जान्छ यो सब याद राख्नु ओके। त्यहाँबाट हेर तिम्रो नेचुरल भेजिटेसन ओके। नेचुरल भेजिटेसनमा के छ डिजर्ट एरियामा के हुन्छ राजस्थानमा डिजर्ट भेजिटेसन, त्यहाँबाट माउन्टेन फरेस्ट हिमालय हैन माउन्टेन फरेस्ट रिजनहरू हुन्छ। त्यहाँबाट यहाँ ट्रपिकल एभरग्रिन हेर नर्थ इस्टमा ट्रपिकल छ यहाँ हैन। त्यहाँबाट यहाँ ट्रपिकल एभरग्रिन, एभरग्रिन भनेको क्या हो, एभरग्रिन भनेको हर समय ग्रिनरी आउँछ हैन, जहाँ बेसी पानी पर्छ। अघि नै हेरिदेखि हामीले यहाँ पुरा पानी पर्छ भनेर, त्यही भएर यहाँ ट्रपिकल एभरग्रिन वेस्टर्न घाट्स हैन एभरग्रिनहरू फरेस्टहरू यहाँ छ ओके। त्यस्तै प्रकारले यहाँ के छ प्लान्टेसन भेजिटेसन छ अरे यता साइडमा अलिअलि प्लान्टेसन भेजिटेसन नीलगिरी हिल्सलाई ओके। सो यो वाला कोस्टल रिजन हो, अघि नै भन्दैछु यतातिर पनि छ कोस्टल रिजनहरू। सो कोस्टल भेजिटेसनहरू आयो भने तिमीले इस्ट कोस्ट यसरी देखाउन सक्छौ। फेरि यहाँ एउटा फेमस जग्गा छ तिम्रो म्यानग्रुभ फरेस्ट सुन्दरवन छ ओके न, सुन्दरवनलाई म्यानग्रुभ फरेस्ट भन्छौँ। त्यस्तै यहाँ के हुन्छ यतातिर मिक्स्ड भेजिटेसनहरू हुन्छ अरे ल। त्यहाँबाट यहाँ के हुन्छ ट्रपिकल डेसिडियस, यहीँ ट्रपिकल डेसिडियस भनेको यसको मतलब टेम्पोरेरी हुन्छ ओके। टेम्पोरेरी प्लान्टेसन जहाँ बेसी हुन्छ नि, मतलब पतझडमा सुकेर झर्ने त्यस्तो खालको ट्रपिकल डेसिडियस भेजिटेसनहरू चाहिँ यतातिर हुन्छ अरे ओके। सो यति यो जो बेसिक म्याप पोइन्टिङ छ यति चाहिँ तिमीले सिकेर गयो भने आई होप केही न केही तिमीले सक्छौ ल। थ्याङ्क यू सो मच, बाई।